जाडो महिनामा घाँटी दुख्ने, सर्दी जुकाम हुने, हाँछु आइराख्ने मान्छेहरूको लागि काँडा बेस्ट हो। आज काँडा बनाऊ। पानी बोइल गर्न बसाले त्यसमा मरिच, तुलसीको पत्ता, काँचो बेसार, मैले काँचो बेसार कोरेर लिएको छु। त्यस्तै 8-10 वटा ल्वाङ, 2टा सानो इलाइची, त्यस्तै थोरै जायफललाई पनि पिनेर लिएको छु। यो पनि पानीमा राखिदिनु पर्दछ। त्यसपछि अदुवालाई पनि कुटेर लिने। त्यस पछाडि 1 चम्चा जति ज्वानो, त्यस पछाडि हिङ हालेर मजाले यसलाई पकाउनु पर्दछ। जस्तै 4 कप पानी चाहिएको छ भने हामीले 6 कप जति पानी बनाउने, 2 कप पानीलाई चाहिँ सुकाउने। यतिखेर चाहिँ ग्यास एकदम लो फ्लेममा हुनु पर्दछ। जब मजाले पानी उम्लिन्छ त्यस पछाडि माथिबाट बिरे नुन, त्यसपछि सक्खर हाले। सक्खर अप्सनल हो, जसलाई सुगर छ उहाँहरूले चाहिँ सक्खर अभोइड गर्नु होला, नहाल्नु होला। म चाहिँ नानीहरूलाई पनि बनाउने भएको भएर सक्खर पनि हालेर लिँदैछु। अब यो पानीलाई मजाले पकाइसके पछाडि कपमा छानेर बिहान बेलुका दिनको 2 पटक यो खाँदाखेरि घाँटी दुखिराखेको छ, रुगा लागिराखेको छ, चिसो भयो भने एकदमै राम्रो काम गर्छ। ट्राई गर्नुस् है हजुरहरूले नि।